खुर्सानी बेचेर पनि पैसा कमाइन्छ र भन्ने मान्छेहरू पनि छन् साथीहरू। हो, तिनीहरूलाई थाहा नहुन सक्छ कि खुर्सानी, अकबरे खुर्सानीलाई 500 रुपियाँ केजीसम्म पर्न जान्छ भन्ने कुरा हो। साथीहरू, मैले चाहिँ आज मल्चिङ विधिबाट मैले आफैले नै आफ्नो व्यवसाय रूपले खुर्सानी खेती गर्नलाई लागेको छु। यो महिना भनेको खुर्सानी लगाउने सिजन हो। यसमा हरेक ठाउँमा पहाडदेखि तराईसम्म अकबरे खुर्सानी लगाउन मिल्छ साथीहरू। तपाईहरूले पनि नजिकैको एग्रोभेट बीज भण्डारबाट गएर बिरुवा लिएर आएर खुर्सानी लगाउन सक्नुहुन्छ। अब अकबरे खुर्सानी नै किन लगाउने भनेर अर्को प्रश्न हुन्छ। मानव स्वास्थ्यलाई सबैभन्दा फाइदा गर्ने भनेको एकमात्र खुर्सानी अकबरे खुर्सानी, तर यसको पिरो यति मिठो हुन्छ कि अरू खुर्सानीको तुलनै गर्न मिल्दैन। त्यसै कारणले गर्दाखेरि अकबरे खुर्सानी नै लगाउनु पर्दछ। अब यो हाम्रो गाउँतिर हुन्छ भन्नुहुन्छ, हुन्छ, तराईदेखि पहाडसम्म हरेक ठाउँमा अकबरे खुर्सानी हुन्छ, लगाउनुहोस्। यही सिजन हो, यही महिनामा लगाउँदा राम्रो हुन्छ है। अब यसलाई धेरै पानी नि चाहिँदैन र धेरै सुक्खा पनि सहँदैन। यो ठिक्क पानी चाहिने ठाउँमा र पारिलो ठाउँमा एकदमै राम्रो हुन्छ साथीहरू। हामीले व्यवसाय रूपले पनि पैसा, मेन भनेको पैसा कमाउनको लागि पनि हामीले व्यवसाय रूपले खाली भएको जमिनमा अकबरे खुर्सानी गरेर पैसा कमाउन सकिन्छ साथीहरू। यसको बजार भाउ एकदमै उच्च छ है, अहिले एकदमै राम्रो मूल्य पनि छ यसको। 500 रुपियाँ केजीसम्म हामीले बेच्न पाइन्छ साथीहरू। त्यसै कारणले गर्दाखेरि 1 केजी खुर्सानी बेच्यो भने हामीलाई 500 रुपियाँ आउँछ। त्यसै कारणले हाम्रो आफ्नो घर गाउँमा खाली भएको जग्गामा पनि तपाईहरूले पनि आजै अकबरे खुर्सानीको बेर्ना लिएर गएर सार्नुहोस् र एकदमै राम्रो तरिकाले फलाउनुहोस् र त्यसपछि आफ्नो एउटा हुन्छ नि अलिअलि चिया खर्च, चुरोट खाने खर्च पनि पुग्नु साथीहरू। त्यसै कारणले गर्दाखेरि मैले चाहिँ व्यवसाय रूपले 5000 खुर्सानीको बेर्ना लगाएको छु। हेरौँ अब के कस्तो हुन्छ, अर्को भिडियोमा लिएर आउनेछु। त्यति दिनको लागि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरू।